हालेलुया हालेलुया। सम्झेर त्यो दिन आज मेरो परेली बिजेको छ। ख्रिस्टको अनुग्रह कति ठुलो रहेछ, पापीलाई मुक्ति दिनुभयो, पापीलाई मुक्ति दिनुभयो। परमेश्वरलाई धन्यवाद होस्। म एक अयोग्य इसाई हुँ, योग्यता म छैन। उहाँले मलाई धेरै धेरै सहायता गर्नुभयो, मेरो योग्यताले होइन, तर उहाँको आफ्नै नाउँले मलाई योग्य ठहराउनु भयो। त्यसको निम्ति उहाँलाई के चढाउँ र। तर पनि उहाँलाई धेरै धेरै धन्यवाद होस्। मसँग म घरबाट आउँदाखेरि, यो बाहिरतिर आउँदाखेरि मसँग केही पनि थिएन, किनभने मेरो जीवनमा धेरै उतार चढाव थियो। एकतिर आफ्नै गल्तीले, एकतिर अरूबाट नै। त्यस कारणले आफ्नो जीवन ज्वराले पनि हात छोड्यो। त्यसपछि मसँग आउने बेलामा अब म बाहिर काम गर्थेँ। बाहिर काम गर्न आउने चरणमा चाहिँ आफूसँग एउटा बाइबल र झोला, भजन किताब र एक सरो लुगा बाहेक अरू केही लिएर आएको थिएन। तर आज आएर प्रभुले मलाई सम्हाल्नु भएको छ। प्रभुले मलाई भन्नुभयो, हे छोरा नरोई, होप नहार, म तेरो हात समातेर तँलाई डोराउने छु, तँलाई खडा गर्नेछु भन्नुभयो। अनि उहाँले साँच्चै नै गर्नुभएको प्रतिज्ञा अनुसार आज मसँग जुन बेला आउने बेलामा मैले केही नलिई आएको थिएँ, तर आज बस्नलाई घर, खानलाई भोजन, लाउनलाई वस्त्र, अनि आमा बुवा, दिदी बहिनी, दाजुभाइ दिनुभएको छ। आमा जस्तै परमेश्वर भएर मलाई सम्हाल्नु भएको छ। उहाँ एलसदाई परमेश्वर हुनुहुन्छ, बाइबलमा लेखेको छ। एलसदाई मिन्स आमा जस्तै परमेश्वर। अनि अहिले चाहिँ मसँग केही नहुँदा पनि अहिले आएर छुट्टै यस्तो मौरी घर, यस्तो अनि प्राय सबै दिनुभएको छ। हेर्नुहोस्, तर यी सबै परमेश्वरले दिएको, म आफैले होइन, म आफैले गरेको पनि होइन। तर मलाई यी गर्नलाई बुद्धि र ज्ञान दिनुहुन्छ, किनभने वचनमा लेखेको छ, म तिमीहरूलाई पुग्छो होइन सिज तुल्याउनेछु भन्नुभएको छ। त्यसकारण जस आज्ञाकारीहरूलाई त उहाँले सिज नै तुल्याउनुहुन्छ, तर म अनज्ञाकारी मान्छे छु। अकृतज्ञ र अनज्ञाकारी मान्छे भए तापनि उहाँले मलाई प्रशस्त दिनुभएको कारण उहाँलाई धेरै धेरै धन्यवाद। अनि आज यो भिडियो देख्ने प्रत्येकले परमेश्वरलाई धन्यवाद चढाउनुपर्छ र अनि परमेश्वरमा नै सबै कुरा सम्भव छ भनेर विश्वास गर्नुपर्दछ। किनभने परमेश्वरले मरेको मान्छेलाई बिउताउनुहुन्छ अनि बौराएर उठाउनुहुन्छ। परमेश्वरले नै मान्छेलाई मृत्यु ल्याउनुहुन्छ, परमेश्वरले नै मान्छेलाई जीवन दिनुहुन्छ र अनि त्योभन्दा बढी उहाँले समृद्धि र सबै कुराको आशिष दिनुहुन्छ। म धेरै भन्न सक्दैन, तर उहाँको आशिषहरू धेरै भएको कारणले गनेर गनिसकेको छैन। त्यसैले परमेश्वरलाई धन्यवाद होस्। आमीन।